नमस्ते सबैजना सञ्चारमा हुनुहुन्छ होला। आज हामी कुन ठाउँ यो बिबाङ जाँदैछौँ। उहाँ चाहिँ पुष्पा सिस्टर हुनुहुन्छ अनि आँखाको जाँच गर्नको लागि जाँदैछु म। झोला बोकेर हिँडिरहेको छु। मेरो कन्नफुल छ। हाल्ने काम नगर्नुलाई आजको वेदर हेर्न सक्नुहुन्छ हजुरले कस्तो राम्रो सफा छ। यता अगाडि हुनुहुन्छ दिदी। बेसरी आजको भ्यूज। आज चाहिँ हाम्रो पुष्पा सिस्टर तेल निस्केछ तेल। पुष्पा सिस्टरकोमा सम्पर्क गर्नु होला। गाउँघरमा जागिर गर्न राम्रो कि सहरमा गर्न राम्रो? ल कम्पेरिजन आज तपाईँको स्यालेरी बस्दैन। भनेको चिज खान पाउँछ, भनेको चिज लान पाउँछ होइन। जाने ठाउँ जान पाइन्छ। हेर्नुहोस् के गर्ने, यहाँ त यस्तै छ गाउँघरको जिन्दगी। ओहो नि साँच्चै त कस्तो दामी देखिँदो रहेछ हौ। अस्ति हजुरहरूले फोटो खिचेको त्यहीँ हो। दादामा खिचेको माथि हो। अन्त गाह्रो त भएन नि? गाह्रो भएको छ कि नै? तपाईँहरू तपाईँको छोरी नानी फेरि कति मोटी थियो नि अन्त पिसाब फेरेर आगितेको झाँगी मारेर कि हरियाली वातावरण। को लाइन भन्ने दुईटा घर छ सेतो छ नि पानी सेतो त्यो पानी के भन्छ ट्याङ्की के अनि दाइको घर हो यो यसको नेत्रको तल भेट्राको मान्छे बोल्छ। म त यहाँ यता त आएकै छैन। पछाडि पनि बनाइरहेछन् नि बिल्डिङ। त्यहाँदेखि यता आएकै छैन। त्यहाँदेखि उता त गएँ। पहिला भर्खरमा आउने बेला त यत्रो ठुलो बिल्डिङै थिएन हो। पहिला त्यो उसले बन्दै थियो युद्ध सरले हाल्नु भएको थियो नि पुरानो गाउँ। कस्तो राम्रो है। यताबाट जाने है उता हो जाम सोलरबाट जाम कि कता हो सोलर भन्ने? ए हो। यो फेरि ठाड्दैछ कि ए हो। कस्तो गाह्रो हुन्छ नि। म त अझ अलिक बानी पऱ्यो अझै त। हामी हिँड्दैन त्यही भएर नलागे। मटेर काम भएन हिँड बोसो बिलाउ पुष्पाको झन् कति धेरै बोसो बढेछ। ड्याम ड्याम ड्याङडुङ 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 नगराउनु कि न त के भिडियो हाल्नलाई मेमोरेबल हुन्छ के यस्तो कुराहरू। पछि तपाईँहरू कतै ठाउँ छोडेर जानुभयो भने भिडियो हेर्न कस्तो मजा लाग्छ। म नेपाल छोडेर कस्तो पुरानो भिडियोहरू हेर्छु मैले। अनि पुन्टु हेलो भनिदेऊ त। गाह्रो छ गाह्रो छ। जा गएर थाहा होइन यसको मिनिङ नै। ओके कति राम्रो देखेको छ नि है। ओ माई गड। ओके आइफोन किन्नु त यार। आइफोन किन्ने पैसा
कसैले मलाई सहयोग नाटक्नु नै बेसी ढुकुटी बुझेर किन्नु अनुरोध गर्दछु तपाईँ किन्यो भने कुन किन्नु 17 प्रो म्याक्स कि हेर लेट सिट हेरौँ अब लेट सी हेरौँ कतिको ब्यालेन्सले कतिसम्म भ्याउँछ भन्ने कुरा तर मेरो अझै 2 महिना छ किन्नु पर्ने मर्छु होला किन ए त्यो मौके बारीमा किन बल गोरुहरू राखेछन् त्यहाँ ऊ त्यहाँ है ए ए यहाँ आउने एकदमै सपना थियो यहाँ आउने इच्छा थियो आज कम्प्लिट भयो ड्रिम्स कम्स ट्रु भने जस्तै सपना देख्नुपर्छ एक दिन अवश्य पनि पुरा हुन्छ बिङ सक्सेस भइन्छ भन्नु नमिल्ने तपाईँलाई आउनै मन थिएन हो तपाईँलाई किन आउन मन थिएन भन्नुहोस् यस्तै हालत जनता जान्न चाहनुहुन्छ म ऊ त्यहाँ गएको थिएँ कहाँ ऊ त्यहाँ गऊ ओ यो घर कसको दान्दैमा ए अब हामीले लाइन बल्ने यही सोलर बाटो दिदी पुन्डरीको त बोक्ने चिज नै फुस्किएछ दिदी हामी लाइन यही बाटो बल्छ हाम्रो अनि यहीँबाट छोड्न आउँछन् बत्ती हजुर ए यहाँ आउँदैनन् ए ए ए यहाँ टोटल कति जति छ सोलर 42 नाटक गहडी केटी म हो क्या तपाईँ त पुरा प्रोटेक्टको लागि कोही नछिरोस् भनेर नि कसरी आउनु न कि मैले देखानै आएन त्यही भएर ब्याक गर्नै आएन ल न अब तपाईँ भिडियो बनाउनु हामी बोल्दै जान्छौँ है ल हाम्रो स्टाफ नर्सको टिमहरू चाहिँ यसरी मेहनत गरेर त्यसको लागि जान लाग्नु भयो अरे तपाईँहरू आज चाहिँ उहाँहरू टिचर हुँदै हुनुहुन्छ स्वास्थ्यको बारेमा उहाँहरूलाई म सोध्न चाहन्छु आज केसको बारेमा हजुरहरू टिचिङ गराउँदै हुनुहुन्छ ओ त्यो भनेको के हो आई डोन्ट नो हामी त यहाँ यस्तो खालको ओह्रालो र उकालो छ साथीहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ हामी अलि गम्भीर अवस्थामा छौँ यति राम्रो ठाउँ छ के गर्नु राम्रो ठाउँ भएर पनि हामी हिँड्न गाह्रो भइरहेको छ च्याउका सपना देख्दै हुनुहुन्छ एकजना हाम्रो स्टार नर्स सिस्टरले यति राम्रो फुलहरू छ हेर्नुहोस् चौरीखर किन जानु पर्यो यहाँ आउनुहोस् यो ठाउँमा यति राम्रो फुलहरू फुलिरहेछ हिजो म पुरै बेहोस लाग्यो टाउको त बम्म भएर शान्ति सिस्टर यता हेर्नुहोस् त ल बधाई छ शान्ति सिस्टरलाई उहाँको सपना साकार भएकोमा ल भयो है अब हामी बन्द गर्न चाहन्छौँ अलिक यति उखालो चढेर आउनु पर्ने हामी त मर्छ क्या हौ